हेलो गाइस, आज मेरो मितिनीको बर्थडे अनि अब हामी सबै घुम्न ह्यापी बर्थडे टु यु। ओइ चुडेल। हेलो मितिनी हजुर। भाइ मेरो हिरो भाइ। यसलाई देखाउनु अलिक गोरी गोरी। मेरो मितिनी त राम्रै हुनुहुन्छ। यसलाई देखाइराउ त कसैले यसलाई नदेखाउँछ। अनि यो चाहिँ मेरो कालु बेबी हो। डार्लिङ। उहाँ चाहिँ मेरो बहिनी। उहाँ चाहिँ मेरो दिदी। दिदी नमस्ते। अनि गाइस मलाई नि हजुर म देखाइदिन्छु लु। हाम्रो चाहिँ यो सबभन्दा राम्रो क्यामेराम्यान हो। ऊ एक क्यामेराको मोबाइलको धनी यो हो। मोबाइलको धनी मान्छे चाहिँ ऊ नै हो गाइस। अनि मेरो मोबाइल आइफोन हो, सबैले मेरो मोबाइल आइफोन चाहिँ हैन, माइफोन चाहिँ हो। क्या बोला तूने? अनि हामी सबैजना यहाँ रमाइलो गर्दैछ रातिको 12 बजे हैन। 12 बज्नलाई आधी घण्टा 12 बज्नलाई आधी घण्टा मिनेट बाँकी छ। त्यसैले यहाँ ओ यहाँ भूतहरु पनि आउँछ। ओइ भूतले मोबाइल लान्छ। ओइ भूतले मोबाइल लान्छ। गीत गाउन अझ गीत गाउन चाहन्छ ल। मेरो प्रगति हेर्दै तसाला घमण्डी केटी फेर्दै बस। तसाला घमण्डी बुढिया मारिया पाहान्दै नेपाल फरि हल्ल्यो देश। आज म के भन्न चाहन्छु भने यो भाइ हो, मेरो भाइ हो, मितिनीको छोरी। यसले हामीलाई धोका दियो। सबैभन्दा अगाडि यसले हामीलाई धोका दियो। मितिनीको भाइ मितिनीले नि बे नगरिकन मितिनीको भाइले बे गर्नुभयो। मेरो भाइले यति टाढो बिहे गरे। यसले बेको पार्टी नि दिएन। यसलाई अब जेल हाल्नु पर्यो। बुहारी नानी नि कहाँ छिन् थाहा छैन। त्यो बुहारी नानीलाई तुरुन्तै खोज्यो। बे पार्टी चाहियो। यिनीहरूले धोका दिए होइन। हाम्रो पालो मितिनी चाहिँ बे गरे। बेमाथि पार्टी पनि छैन, केही पनि छैन। यहाँ दिदीहरु यस्तो कुमारीहरू छन्, कसैले हेर्दैन। भाइले भने कोही छ मेरो बुढा भन्ने। कोही छ आइदिनु होला प्रेम भएको मान्छे छोरा दिने कोही हुनुहुन्छ हजुरको बुहारी बनाउने मलाई। यति राम्री केटीहरू सबै कुमारी छन्। मेरो भाइले भने बे गर्यो। यसमा मेरो धेरै चित्त दुख्या भाइ तर केही नभन्छ। मलाई बे पार्टी दियो भने म केही पनि भन्दिनँ। के भन्न चाहनुहुन्छ तपाईँ? मलाई पनि छैन, तर मलाई हजुरको छोरा दिनु चाहनुहुन्छ भने कृपया माग्न आउनु होला। फागुनमा गर्छु। फागुनमा बे गर्नु रेडी हुनुहुन्छ? कोही छ भने आउनु होला। कोही हुनुहुन्छ हजुरको? राई नि हो बाहुन जुन काइली हो। फेरि म भाडा होइन, म रक्सी बनाएर छोरा पालिदिन्छु हजुरहरूको। फेरिमा भाडा होइन, म रक्सी बनाएर छोरा पालिदिन्छु हजुरहरूको। म यस्तै छु होइन। अलिक यहाँ बुझ्ने भएको छ आज, किनभने मेरो बर्थडे हो नि त। म केटा भएको म बे गर्थेँ होला। गर्नुहोस् ल बे मलाई हजुरहरूले न हजुरको छोराछोरीहरूले गर्नुहोस् भन न। छोराछोरीले हेरेर हुनु पनि सक्दैन। हजुरहरू कसैलाई मनपर्छ भने बे गर्नु होला। म रामी त छैन त्यो पनि। उमेर भइसक्यो भाइले बे गरिसक्नु भयो। म बाँकी छु क्या, म सिङ्गल मर्ने मर्नु लाग्छ। मितिनी हजुर हामी फाइनली घर आइपुग्यौँ होइन। यति भन्दै आजको हामी भ्लगबाट टुङ्गिन चाहन्छौँ। सबैलाई बाई बाई। कमेन्ट गर्नु होला है। लाइक कमेन्ट सब्सक्राइब सबै गर्नु होला। त्यही भन्दै आजको भ्लगमा यही टुङ्गिन चाहन्छु। धन्यवाद।